हजुरहरूलाई एउटा कुरा थाहा छ नि, प्रिभेन्सन इज बेटर देन क्योर भनेको के हो थाहा छ नि है। त्यही भएर एटलिस्ट सकिन्छ भने एक्सर्साइज गरौँ, दौड्यौँ, एक्सर्साइज गरौँ, आफ्नो शरीरमा पसिना आउने गरी एक्सर्साइज गरौँ। सकिँदैन भने एटलिस्ट जगिङ, वाकिङ होइन, त्यति भए पनि गर्ने गरौँ है साथी हो। अहिले त एकदम नसर्ने डिजिजहरूले चाहिँ मान्छेहरूलाई चाहिँ होइन एकदमै ठुलो असर गरिरहेको छ है। केही नभएको मान्छेहरूलाई पनि चाहिँ अब हार्ट एट्याक हुने, अब सुगर प्रेसर हुने, अनि त्यहाँबाट हरेक खालको रोगहरू है, अब जोइन्ट पेनदेखि लिएर डिप्रेसनदेखि लिएर होइन सबै रोग हो नि होइन, सबै हुन्छ नि। एटलिस्ट एक्सर्साइज गर्न थाल्यो भने होइन, मुभमेन्ट गर्न थाल्यो भने, शरीरमा पसिना आउने गरी हिँड्न थाल्यो भने है धेरै हदसम्म चाहिँ अब हामी चाहिँ जोगिन्छौँ भन्ने चाहिँ स्वास्थ्यविदहरूको चाहिँ छ है, भनाइ छ। त्यसलाई मनन गरेर एटलिस्ट हामीले चाहिँ हिँड्ने वातावरण चाहिँ क्रिएट गर्नुपर्छ है। आफ्नो लागि चाहिँ समय दिनुपर्छ। अब अनि मेन कुरा चाहिँ अब आफ्नो हेल्थ हो, अरूभन्दा सबभन्दा ठुलो कुरा आफ्नो हेल्थ हो है। जब हस्पिटलको बेडमा पुगिन्छ नि, आफू बिरामी भएर हस्पिटलको बेडमा पुगिन्छ नि, तब थाहा हुन्छ कि आफ्नो हेल्थ के हो है। त्यस बेला चाहिँ सबभन्दा बढी इम्पोर्टेन्ट चाहिँ आफूलाई कसरी निको, आफूलाई जसरी निको होस् भन्ने होइन हुन्छ नि। तर हामीले चाहिँ सकेसम्म चाहिँ हस्पिटलमै जानु नपरोस् है, केही मेडिसिन खानु नपरोस् भन्नेतर्फ चाहिँ हामी चाहिँ सचेत हुन आवश्यक छ। त्यही भएर एटलिस्ट 30 देखि 45 मिनट चाहिँ हिँडेको